बाबाले पहिलाको भाँडाकुँडाहरू निकाल्नु हुँदैछ। यो चाहिँ बाबा मम्मीको अंशमै परेको मम्मी। हजुर हजुरको अंशमा परेको। यो कस्तो भिन्दै खाएको छ क्या। हाम्रो कुन सालको नि मम्मी हो? कति साल 10 साल लु बाबाले पनि निकाल्नु भयो त। यो चाहिँ के हो बाबा? ए यसमा यो त के तामाको हो बाबा? तामा मै कति सालको हो यो? यो त 9-10 सालको होला नि। खडकुडो। खडकुडो यो चाहिँ तामाको गाग्री। तामाको गाग्री हो यो। कता पसेको ल हो यो हाम्रो ओसालुङतिर सब पोखरीतिर जाँदाखेरिको लट्ठीहरू यो मालिङ्गोहरू घङ्गहरूको पनि हो। पनि टेक्दै टेक्दै आएको पाहाड डुलेको यो लट्ठी। हजुरहरू त ऐतिहासिक कुरा। होइन बाबुले होइन मैले मै पार्ने के भन्छ यसलाई मम्मी? यो चाहिँ के मन्दनी। मदनी। मन्दनी ए अहिले त मै पारिँदैन नि। गाई थियो, गाई खेतीबाट लिएर घुरघुर पार्थ्यौँ नि। ए पार्नुहुन्थ्यो। लु पुरानो पुरानो सामानहरू पो देखाउनु भयो त अध्यक्ष बाबुले। कुँडेहरू यतातिर छ। कुँडे दुध तताउने? हजुर ए ल यो पुरै खडकुडो। यसमा चाहिँ के पकाउँथ्यो पहिला? मैले देख्दाखेरि जाँड पकाउनु त आमाले। मिठो हुन्थ्यो होला नि? मिठो नि। मिठो हुन्थ्यो। मदनी यो चाहिँ तामाको गाग्री। यो बाबाकै अंशमा परेको हो बाबा? मेरै अंशमा चिम्टा पनि रहेछ। ए चिम्टा। यो त के जाति चिम्टा भन्छ हौ? हजुर यसरी टिपेर मिलाउने। ए ल पुरानै सामानहरू यो घरको लट्ठी, मालिङ्गोको लट्ठी कहाँ कहाँबाट टेकेर ल्याउनु भयो मम्मी? यो ओसालुङ गई तलतिर त भुते पोखरी हुँदै काटेको यो भुते पोखरी। भुते पोखरी अनि भुते पोखरी अनि यो मालिङ्गो जति। अनि त्यहाँदेखि योनीहरू चाहिँ पाहाड गाउँतिर जाँदाखेरि यो घङ्गरको लट्ठीहरू टेक्दै आएको। यिनीहरू के को लट्ठी हो? हिँडेरै यात्रा गरिन्थ्यो नि पहिला? पहिला त के को गाडी थिएन त। दह्रो हिँड्नु भयो यो लट्ठी टेक्दै? यो लट्ठी टेक्यो उकालो अब चाहिँ हाम्रो सबै राख्नु भएको रहेछ। हजुर फेक्नुमा यो चाहिँ एउटा रिमेम्बर नि। हजुर 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 रिमेम्बर यसो सम्झना। यो लट्ठी टेकेर गाइएको थियो। त्यहाँबाट त्यो बाँसहरू काटेर त्यहाँको चाहिँ नि काटेर बनाएर टेक्दै हिँडेको। यो मालिङ्गोहरू त के भुते पोखरीमा काटेर भुते पोखरी मासतिर। हजुरहरूको त यो धेरै ठुलो ऐतिहासिक सामानहरू राख्नु भएको रहेछ। एक बिटाइ पो भएछ त हो नि? कुन कुन गाउँ पेल्नु भयो नि हजुरहरूले? यो अब पाहाड भचुर हो धेरै जस्तो जाने। भचुरबाट अनि त्यहाँदेखि अब भोजपुर गयो, पोखरी हुँदी कता कता डुली हिँड्यो। धरानबाट पनि हिँडेरै जानु पर्थ्यो होला नि त्यो बेलामा? अब माथि ताप्लेजुङसम्म चाहिँ गाडीमा, त्यहाँदेखि त हिँड्नु उँभो चाहिँ अब ओसालुङसम्म पोखरी त्यसरी भ्याउँदै भुते पोखरी के हो के अनि हाम्रो फोटोहरू अब यस्तै छ। एउटा फोटोहरू के को हो राखेको? हजुर मम्मीको यो मेरो फोटोहरू पुरानै फोटोहरू देखाउनु हुँदैछ। यिनीहरू यो मैले बनाएको यिनीहरू। ए यो उले टिप्ने के हो मम्मी? उले यो सिंहको चाहिँ अब स्योले नै बुन्ने हो। यो हजुरले बनाउनु भएको? हजुर सिंह। हजुर सिंह
अनि यो आमा अब मेरै सिप भनौँ न अब ए तपाईँले बनाउनु भएको यो यो पनि मैले नै बनाएको कति साह्रो सिप हो मम्मीको त हातमा मैले बनाएको अँ अनि त्यहाँदेखि ऊ केटीहरू उहाँ पर ऊमा चाहिँ हजुर, यो पशुपतिहरूको टम्लेटहरू पनि छ त टुम्ले बाबाको जङ्गली ए बाबाको हो बाबाको यहाँ भात पकाइ खाने अरे यो होइन पल्टन यो जङ्गलमा नि हजुर हजुर यहाँ पानी बोक्नु अरे अँ आर्मीमा हुँदाखेरि हजुर यसमा भात हजुर यसमा तिउन हजुर ए यतिमा है हजुर यतिमा पुग्ने यति नै हजुर। पुऱ्याउनु पर्यो आफैले पकाएर यो बोक्ने हो दुईजनाको भात हो जी यहाँ यी दुईजनाले यो दुईजना यो तरकारी बट्टामा हुन्छ जङ्गली थापेर खाने यति खाने होइन बनाएर खाने आफैले? पकाउने अँ। यो भाँडा हो कुकर भएपछि हजुर यो कुकरमा सानो यस्तो चेप्टो हुन्छ अँ त्यहाँ अनि के पो ग्यास हुन्छ ग्यास जस्तो ऊ हुने होइन यत्रो डल्लो हुन्छ के कुकर ए। बल्ने बोल्यो। अँ। यति कडा राख हुन्छ ए ठ्याप्प राख्यो अँ अनि त्यो चाहिँ नि आगो आउँछ हजुर के अरे बाल्नुपर्छ यहीँ पाक्छ अनि त्यो पकेटमा चामल अब कति एक पोका अब आफ्नो पाउँदा दुईजना छ भने दुई पोका लाउने हजुर अनि त्यो प्लास्टिक हुन्छ भरे उम्लिन्छ त्यही प्लास्टिक ठ्याक्कै यहाँ उ गरेपछि छोपेपछि भात मजाले पाक्छ हजुर यहाँनिर यहाँ तरकारी ए अब तिउन चाहिँ त्यही बट्टाबट्टीको हुन्छ अँ मटन चिकन अनि दालहरू हुन्छ यहाँ हजुर। चाहिँ दाल पकाउने ए यो चाहिँ दुईजनाको तरकारी खाना पकाउने जोडी जोडीमा नि हजुर अँ होइन त्यो खाना यो चाहिँ अनि मैले यो एउटा सम्झनाको लागि उताबाट लिएको हजुर यो आर्मीको यो जुन जङ्गल जाँदाखेरिको कस्तो दर हो है बाबा हजुर, यस्तो छ हजुर अनि यो यसरी भाँचेर खप्टाइदिने अनि चामल चाहिँ कहाँबाट दिन्थ्यो त बाबा हजुर चामल चाहिँ कहाँबाट दिन्थ्यो चामल तरकारी त्यो त आएको हुन्छ नि सरकारी कम्पनी सहकारी ए। कम्पनीले थापेर पकाएर खानुभयो हजुर जब जङ्गल जाने भनेपछि अँ जङ्गल जाने भनेपछि अब कति दिनको जाने एक्सर्साइज अँ त्यही अनुसारको बिहान बेलुका हिसाबले चाहिँ नि चामल पाउँछ एकजनाको त्यही ए किसिमको चाहिँ नि तरकारीहरू पाउँछ अनि यो चाहिँ त्यो उमा पुरा फोल्डिङवाला पो रहेछ त हौ हजुर जतै पनि हुने अनि पानी बोक्नु पर्ने र यसमा बोके पानी बोक्ने पानी बोक्ने टम्लेट हजुर यस्तोमा पानी बोक्यो यस्तोमा पकाइ खायो यो यस्तो हुन्छ हजुर, कस्तो राम्रो हो सिस्टम कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ अब यहाँ पुरा ऊ हुन्छ पोचेस भन्छ यहाँ दुईटा प्याकेट हुन्छ यहाँ म्यागजिनहरू राख्ने यतापट्टि पानी राख्ने ट्याब्लेट हुन्छ यो चाहिँ अलि योभन्दा सानो हुन्छ यतापट्टि अर्को हुन्छ यतापट्टि दुईटा हुन्छ यतापट्टि दुईटा हुन्छ पुरा कम्बरै भइपो हुन्छ त गरौँ हुन्छ होला है अब यो खुकुरी पनि हुन्छ फेरि जङ्गलमा के काट्नु पर्यो भने यहाँ खुकुरी पनि हुन्छ अनि त्यतिखेर बोकेर हिँड्दाखेरि अब यता त्यो राइफलको गोली म्यागजिन हुन्छ राइफल हुन्छ र पनि होइन त्यो भारी हुँदैन त हजुर अब यहाँ चाहिँ नि पछाडि प्याक हुन्छ प्याकमा बोकेको हुन्छ ए उहाँ मम्मी देखाउनु न के फोटोहरू अनि यो ऊ यहाँ हाम्रै फोटो हो होइन नानीहरू हजुरहरूको सानो पुरानै फोटो है हजुर, नानीहरू यो सानो हङकङमा यो परिवार। छोरा यो छोरी होइन हजुर अब म अब बाबा र मम्मी हजुर म यस्तै यस्तै ए ल यो चाहिँ पहिलाको त अनि हजुर त अर्कै हुनुहुन्थेछ त त्यही त नि अहिले पो चौरी परेर जीवन त होइन हजुर ग्यालिपोले देखाइदिनु न हाम्रो ए ग्यालीपुली भन्ने अब हामी अँ, छोराछोरी पनि जन्मिसकेको थियो अनि यो नानी यहाँ चाहिँ छोरी 6 महिनाको थियो अनि यही छोरीले खेलाउने यिनीहरू यो उसको डल्फिनहरू खेलाउने ए उहाँहरूको उसको खेलाउने मेरो नानी छोरीको चाहिँ यो यो डङ्की डङ्गेर मुखमा लाउने यसरी पछार्ने चाहिँ ऊ के अरे उसको गुडिया थियो अँ फाटेर गएछ त्यो गुडिया चाहिँ यो फोटो हजुर दुईजना नै हो हजुर यो होइन अर्कै हुनुहुन्थेछ त मम्मी त पहिला म त यस्तो भएको अर्कै थियो थियो नि, हो यस्तो थिएँ के गर्नु निकै चड्के नै थियो हजुर खै के थियो कोनी यो छोरीले बुर्नाईमा ऊ पाएको कुद्दाखेरि
उसले जे यो जे गरे नानीले उ त्यो हाम्रो सबै राखिदिनु भएको रहेछ राखिदिएको यो जिन्दगी हेर्दा त अनि कस्तो लाग्दैछ नि हजुरहरूलाई यो हङकङ के जस्तो अब अहिले यस्तो थियो यो पहिलाको र अहिलेको यसो देखाइदिनु त हजुर दुई बाबा पनि नजिकमा हजुर पहिलाको 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 उहाँहरू अहिले यस्तो छ पहिला चाहिँ यस्तो रहेछ है हजुर यो जिन्दगी त होइन यस्तो पो रहेछ त हौ हजुर पहिला र अहिले पहिला र अहिले कस्तो लाग्यो भन्नु होला है दर्शक महानुभावहरू उहाँहरूको अहिले अलिक भनौँ यो भन्दा पनि यो यो त यहाँ नेपालमा निकालेको हजुर नेपालमै खिचेको हजुर यो चाहिँ पल्टनमै हुँदा आर्मीमा हुँदा त्यति बेला चाहिँ बाबाको केस थिएछ यति बेला चाहिँ तालु पो भइसकेको थियो अलिअलि तालु हुँदै गरेको यो चाहिँ हामी पेन्सन निस्केर नै धरनमै कहाँ खिचेको हजुर ए पेन्सन होइन पोहोर परार कहिले मम्मी त्यति बेलासम्म पनि मोटै हुनुहुन्थेछ हजुर अहिले अहिले पो अनि त्यस्तो छाला चुम्की जोडी त साह्रै मिलेको हो हजुरहरूको हजुर यस्तो छ है के साह्रो मिलेको नि हजुर हाम्रो राजा रानीको यो थोत्रै भए पनि हाम्रो ए ल राखेको छौँ वीरेन्द्र राजा रानीको पनि नि हजुर गुरु हजुरको सँग फोटो त्यहाँ छ गुरु हजुरको बिचमा बिचमा अब अनि राजा रानीलाई पनि धेरै हजुर माया लाग्छ नि उहाँहरू अकालमै जानुभयो यो फोटो के अरे उसले घुनले खाएर पनि माया लागेर राखेको फाल्टो माया लागेर राखिएको छु त्यस्तो ऐश्वर्य राज्य लक्ष्मी कि के पो उहाँको नाम त खोइ के पो भन्छ पनि वीरेन्द्र वीर विक्रम शाह अनि महासचिवज्यू पहिलाको ए क्यासेट ऊ टेप रिकर्डरमा बजाएको यो पहिलाको अब त काम पनि लाग्दैन केमा यो चाहिँ के अरे के छ गीतहरू छ कि गीतहरू छ हजुर फिलिप्सको पो रहेछ त यो त हजुर सबै गीत छ टेप रिकर्ड टेप रिकर्ड हजुर निकै टेप रिकर्ड बोक्नु होला है बाबा जमानामा त अब लाउरेकोमा त टेप रिकर्ड नै बजाउँथ्यो भन्थे लाउरेहरू आउँदा होइन हजुर यहाँ ट्याप गर्ने रिकर्ड गर्ने कति त अब हिन्दी छ कति नेपाली छ कि हजुर यहाँ अँ अनि यो अब अहिले त काम लाग्छ बजाएर हिँड्नुहुन्थ्यो होला नि बाबाहरू हजुर पुरा बजाएर हिँड्नुहुन्थ्यो होला नि बजाएर गाउँमा जाँदाखेरि पुरै मान्छे त थुप्रेर म पनि गीत लाउँछु भर्छु भन्दै म त टप्ने हजुर त्यतिखेर ए गर्नुहोस् त भन्यो अनि के अरे यसो अन गरिदियो अनि त्यहाँदेखि गाउँथ्यो बुढाहरूले ए छोरी मान्छेले पनि गाउँथ्यो अब त सबै ब्लक भएको छ त्यसको त जमाना गयो नि अब हजुर ढुङ्ग्री बुलाकी लाउँदा यस्तै हुन्थ्यो ढुङ्ग्री बुलाकी नि ढुङ्ग्री बुलाकी लाउँदा त्यस्तो छ बुलाकी अहिले ढुङ्ग्री पनि छ अहिले पनि लाउनु न हौ कहिले काहीँ डुले पो बुझी गएछ र ए यहाँ त दुख्छ अनि साह्रै सुहाएको पो रहेछ हजुरलाई ढुङ्ग्री बुलाकी यो हङकङमा खिचे हङकङको यो ग्यालिपोली भन्ने ठाउँमा हजुर क्याम्पमा ग्यालिपोली हो आफ्नो उमा ए ल अनि लु यो इतिहासहरू पनि हेरियो है यो टेप रिकर्डको जमाना गयो र पनि यसको अस्तित्व बाँचिरहेको रहेछ यसरी राखिआएको छौँ ऊ त्यो माथि साइप्रस भन्ने लेखेको छ त्यो मैले ट्रे साइप्रस लेखेको यो चाहिँ तेर्समको हाम्रो मेरो भतिजोले तेर्समको अरे यो मलाई चिनो दिएको अरे काकी यो चिनो लानुहोस् है भनेर के को चिनो हो यो यो त ढुङ्गै हो जस्तो लाग्छ म ए दलसिन ढुङ्गा पो हो क्या खोइ के हो यस्तो चुचो परेको छ है ए ल यो चाहिँ साइप्रसको त्यो चाहिँ चिनो केचनामा कहाँ केचना केचना अरे ऊ लक्ष्मी मार्गमा ऊ गुरु यो पहाडमा हामीले 6-7 लाखको नि कति बढी दिएको त्यो गुरु हजुरको माङतेनको त्यो बनाउँदाखेरि युद्ध सिंह बाबा पनि पुरा त्यति बेला त भर्खरकै हिरै पो हुनुहुन्थ्यो हजुरहरू पनि हिरै हुनुहुन्थेछ हामी त्यस्तै थियौँ म खालि त्यतिखेर छत्र टोपी मात्रै लाउँथेँ नि अहिले चाहिँ ढाका टोपी नि ढाकेमा गयो ढाकेमा चेन चाहिँ यसरी हुँदो रहेछ जिन्दगी साह्रै रमाइलो तरिकाले बिताउनु भयो बाबा मम्मीले अब बित्दैछ भनौँ न अब बितिसकिहाल्यो अब धेरै छैन हो नि पहिलाको र अहिलेको जिन्दगी दाँच्दा त है अब यस्तै छ
यस्तै राखेको हजुर यो मेरो नानीको चिनो नानीले खेलाएको सानोमा उसको लुगा गुडिया फाटेर गयो लुगा चाहिँ राखिदिएको त्यो मतलब भए पनि यस्तोमा राख्यो के अरे मम्मीले बुनेको नि हजुर बा रहेछ नि बाबा त्यो ऊहरू शिव पार्वतीको चाहिँ होइन कहाँ छ कि छैन भनेको त छ मम्मीको सिप त खत्रै थिएछ नि त यो पनि मम्मीले बुनेको थियो खत्रै हुनुहुन्थेछ उहाँ होइन मेरो हरेकमा सिप चाहिँ त्यो सबै ताजमहल नि हजुर बोटीले बुन्थे तानमा बुन्थे काँटाले बुन्थे कुरुसले बुन्थे यस्तो बुन्थे सबै कुरो अल्छी चाहिँ पटक्कै नलाग्ने नि मम्मीलाई लाग्दैन थियो अनि उहाँ बाबाले चाहिँ मलाई कराउने कस्तो भने यो तिम्रो आँखा साखा बिगार्नुको लागि यो अनेखना बनाइ बस्छ भन्दै काटिदिन्छु भनेर खुकुरी लिएर पनि आउँथ्यो ए यो धुपीको बोट हजुर हजुर बनाएको नि थियो। ताजमहल बनाउनु भएको नक्सा चाहिँ हेरेर यो धनकुमारी राई लेख्नु पनि भएको रहेछ हजुर मम्मी त खतरा हो सिपमा चाहिँ हात हजुर त्यो यतिकै राखिँदैन यस्तै जताततै यहाँ के छ यहाँ पनि छ नि बाबु हजुर